हेलो गाइस, क्षितिज मगरको ब्लगमा स्वागत छ तपाईलाई। म गाउँमा जाँदाखेरि के भएको थिएँ आज यो मेरो ब्लगमा हेरौँ। मेरो गाउँमा कस्ता छन्, कस्ता रमाइलो गर्छन् हामी केटाहरू, मेरो ब्लगमा हेरौँ है गाइस। टक्क सुरुमा लाएर त हामी टक्क गाडीमा चढेर मैले बीच बाटोमा मोबाइलको ब्याट्री सकेर मैले बीचमा मात्रै भिडियो खिच्ने गरेको थिएँ। यो चाहिँ सिधुलीको त्यो ऐना भाटामा चर्चित त्यो कुन मन्दिर भन्छ नि हो, त्यो मन्दिरको सट हो यो। हामी टक्क त्यो पुग्दाखेरि यसो भिडियो मतिर पनि फर्कौँ भनेको, राम्ररी क्लियर भ्यू नै आएन। मतलब मान्छे थियो, अलि आफूलाई कस्तो लाज लाग्यो। हेर्नु न कस्तो अलि 3 जना बस्नुपर्ने सिटमा 5 कम्ती 4 जना जति चढायो गाडीवालाले गरेर। अलि राम्ररी भिडियोसम्म खिच्न पाएन, त्यति क्लिप पनि छैन। यो घर जानुभन्दा अगाडिको भिडियो, गाउँ जानुभन्दा अगाडिको। यसो यो चाहिँ गाउँ पुगिसकेपछि केटाहरूसँग बसेको क्लिप हो। टक्क भिडियो हेरिरहेको छु, मेरो मोबाइल चेक गर्ने रे, क्यामेरा चेक गर्छु भनेको। त्यो आएपछि त यो काम छैन त, यो आइडिया देशमा च्यापेर अझै यसरी होइन, यो मान्छे त साइन्टिस्ट बनाएको यसरी आउँछ नि त सबै बगाएर आउने त। यो चाहिँ लक्ष्मी पूजाको दिनको क्लिप हो हैन। हामी टक्क यस्तो देउसुरे खेल्नु भनेर गइरहेको थिएँ। अब मलाई पनि डेक बोक्नु भनिरहेको थियो, अब मैले बोकेन, उनीहरूलाई केटाहरूलाई बोक्नु लगाएको थिएँ। चट्ट पारेर हामी टक्क डेक सेक यसो जोड्न थाल्यो। त्यसपछि नाचगाना भयो। सुरुमा त हामीले भट्टाउनै पऱ्यो सबैले। यस्तो भट्टाउन सट्टाउन देउसिरे 2-3 घर सकाएर हामीले यसो अल्छी लागेको थियो। केटालाई ह्याङओभर भइरहेको थियो। मलाई पनि यसो फोटोसोटो खिचिदिएको थिएँ। यस्तो क्लिप स्लिपहरू एउटा 2टा 3टा फोटोसोटहरू हालिदिएको थिएँ केटाहरूको। यो चाहिँ भोलिपल्टतिरको हो, लक्ष्मी पूजा भोलिपल्ट। यसो केटाहरू फुटबल खेल्न जाने रे, यसो लैजाउँ न त कि खेलौँ भन्ने यसो फोटोसोटो खिचेँ। अब टक्क लाएर फेरि देउसिरे खेल्न सुरु भयो। लक्ष्मी पूजाको भोलिपल्ट यसो देउसिरे खेल्ने रे। भिडियो चाहिँ मैले सर्ट मात्रै हाल्दैछु, थोरै क्लिप काटेर हाल्दैछु होइन। लङ भिडियो बनायो भने मेरो त्यो फेसबुकमा हाल्नु मिल्दैन लङ, त्यसैले छोटो क्लिप मात्रै काटेर हाल्दैछु है। माइन्ड चाहिँ नगर्नु होला है, मेरो भोइस अलि यस्तो मन परेको चाहिँ छैन हजुरहरूलाई होइन। चट्ट के भन्नु, अब यस्तो पहिलोचोटि भ्लग बनाउँदैछु होइन, नलि नर्भस भएर बोल्दैछु। अब यस्तो चिजको ओभर कन्फिडेन्स छ। मुझसे शादी करोगी, मुझसे शादी करो। यस्तो चरपटे खाने भनेको, यस्तो चरपटे खाने मान्छे चाहिँ सुतेर बसेछ, बोला न त भनेको कोही जानु माने छैन। त जा कि त जा भनिरहेको चाहिँ यत्तिकै भयो। यो चाहिँ भोलिपल्ट हो, बदिवस बजार गएको स्केट खेल्न। स्केट खेल्ने चाहिँ खेलेन, पैसा मात्रै खर्च गयो। सो गाइस हामी चाहिँ बदिवस बजारमा चिया खुवाउने रे। अब यहाँ केटाहरू
अब भाइलाई स्केट खेल्नु लिएर गएको रे अब आफ्नो लागि मात्रै जुत्ता लिएर आउँछ भाइको लागि चाहिँ छैन फेरि पछि भाइले लिएर हिँडेन म त्यहाँ साइज भनिदिन्छु तिमीले अब साइज मिलाएन होला म भनिदिन्छु भनेर त्यहाँ साइजको खोजेर ल्याएर खेल्नु पनि अब 1 घन्टाको बुकिङ गरेको थियो अब उनीहरूले कति जम्मा आधी घन्टा पनि खेलेन होला हौ त्यति हामीले छोडेर हिँडिए अब भाइलाई खेल्नु भनेको अब भाइ चाहिँ लडे गर्ने अब दाइ चाहिँ पुरा स्टाइल मारी हिँडिरहेछ भने तपाईँले चाहिँ सोच्नु भयो होला होइन मैले चाहिँ स्केट किन नखेलेको भनेर है म चाहिँ अब काठमाडौँमा लड्दाखेरि मेरो त्यो एकखेप नराम्रो ताल लड्दाखेरि तबदेखि मैले खेल्न छोडिदिएँ भाइलाई फर्स्टचोटि खेल्दा कस्तो एक्सपिरियन्स यस्तो सुन्दा मजा आएर खेल्दा यो चाहिँ देउसिरे पुरै सकेर होला है एक्ज्याक्टली चाहिँ थाहा भएन यो देउस केन्सरी छठी सकिसकेन थाहा भएन है त हामीले चाहिँ पैसा उठाएर पिकनिक जाने सोच गरेको थियो अनि हामी चाहिँ चक्क केटाहरूलाई बोलाएर सामान हातैमै लिएर मेन बाटोबाट चाहिँ हामी यसो अटो पकडेर जाने भनी थियो अनि अटो पकडेर हामी चाहिँ टक्क मलाबारीतिर लाग्यो है अब चट्ट यहाँ ठाउँ चाहिँ राम्रो भेटायो खोज्दा बल्ल एउटा ठाउँमा राम्रो भेटायो क्लियर चाहिँ यसो आगो नलागोस् भन्ने ठाउँ अलिक खोज्यो हामीले खाली ठाउँ टक्क चुला बोलाएर हामी चाहिँ दाउरैबाट बाल्ने सोच गरिरहेको थियो दाउरा ग्यास ल्याएको थिएन हामीले यसो मासु सासु टक्क सक्क पाकेर अनि हामी चाहिँ यसो खानातिर लाग्यो है चट्टम तरकारी चाहिँ मिठो भएको थियो खास गरी चाहिँ पकाउने भनेर मै बसेको थियो अब हामी चाहिँ 3 जना भएर पकाओ अनिस भन्ने कपिल भन्ने अनि म चाहिँ अनि टक्क हामी चाहिँ यसो खाएँ अनि यसो पिङसिङ खेलेँ अनि घरतिर जानु आँट्दाखेरि त्यस्तै 4 कति त्यस्तै 4:30 या 5 बजे थियो होला घर पुग्दा जेलसम्म हामी चाहिँ टक्क त्यो पिङमै भुले प्रायः जसो पिङ खेले पाली पिलो होइन म खेल्छु भनेर त्यसो पालिदिनै नखोज्ने अब म खेलेको भिडियो बनाएँ भनेको झन् तिनीहरूलाई मेरै भिडियो खिचेर हिँड्छ कतिलाई मैले भिडियो रेकर्ड गर्न दिएछु जस्तो अहिले सोच्छु यो भिडियो एडिट गर्नुजेलसम्म थाहा नै छैन कसलाई दियो मैले भिडियो रेकर्ड गर्नु है चट्ट पिङ खेलेर चाहिँ यसो मजा आएको थियो है पिङ चाहिँ खेल्न मैले पनि अब फिङ्नु चाहिँ राम्रै फिङिरहेको त्यो चट्ट मैले पिरो खाने भनिरहेको थियो होइन खोर्सानी चाहिँ बब्बाल हालेको थियो है 1 पाउ जति नै सुगे खोर्सानी जति हालेको थियो होला है खाएपछि यस्तो पेट पोलिने मैले त अब यसो मेवा भन्दा बढी जस्तो क्यान्सर कागती खाएँ कागती चाहिँ लास्टै मिठो थियो है के को पसिना निस्किने जाले पहिला कागती भन्छ कि भोगटे भन्छ त्यो चाहिँ थाहा भएन है कान्छी खाएको लास्टै मिठो थियो है अनि के भन्छ अरे यसो अब केटाहरूसँग अब यो चाहिँ लास्ट दिन हो अब म काठमाडौँ जाने दिन थियो है चट्ट यस्तो गाडीमा मलाई यस्तो छेडपट्टि चलेको थियो नि 3-4 चोटि त गाडी नै रोक्नु लगायो होला मैले बाटोमा यो खाएर जाने दिनै पर्यो बिना लिपस्टिक अब ओठ रातो यहाँ पनि म त्यत्रोमा नाम र आयो एकदम रेडी छ ल कागती खान्छ होला नि त ऊ कागती हो च्यालेन्ज हो यहाँ सिजर पेपर ठिक छ पनि घर जाँदाखेरि मलाई भन्दैन म त घर जान लागेको फेरि भनेर घरमा लागेको
राति आउँछ पुरै लगाएर पुरै कपडा ए भन जाने होइन जाने अनि राति आउँछ आउँछ भनेको त्यहाँ सन्देशले आउँछु भने अनि म नआएछ अब मेरो घरमा भन्नु काम आउँछ भनेर चार्जर छोडेको छ पानी त आउँछ यार मुख रसाइसक्यो रसाइसक्यो मुख अरे बा